गरेको यिनको त झन् यस्तो छ है झोला यताबाट नि निस्केको यसरी कस्तो हो है झोला पछि हेर्नु कति गाँसेको अनि यहाँ हेर्नु न यिनको झोला त झन् आमा यो कति ठाउँमा गाँस्या के यो कहिले किने होला तिमीलाई पदम भाइ यो स्कुल आउँदा दिन किने होला त्यहाँबाट किने छैन आमै हेर्नु न यहाँ यस्तो छ यो बहिनी त झन् समातेर बस्छ के अघि 1 घण्टादेखि उसले समातेर बसिरहेको छ किन थाहा छ हेर्नु न छोड्देऊ हात छोड्देऊ यो झर्छ भनेर ऊ यसरी नै आउनी जाने ऊ अनि यस्तो छ क्या यो उनको है यस्तो अनि यता आउनु त अनि त्यसो हेर्नु त नानी बाबु देखाउ त पछाडि तिम्रो झोला देखाऊ वरि चाहिँ ब्याग ब्याग हेर्नु न यस्तो छ है यस्तो छ कन्डिसन ब्यागको हेर्नु त उसको पनि यस्तै छ नि हेर्नु त कसैको छैन क्या गतिला ब्याग है एउटा ब्याग गतिलो छैन क्या अनि छन्नु त दाइ यता आउनु त उसले नै समातेर बस्यो यो समातेर बस्नु कारण रिजन के होला भन्नु होला है अब छोड्देऊ त कान्छा छोडेपछि यहाँ यस्तो हुन्छ भनेर ऊ समातेर बसिरहेको छ यिनले त भन त भाइ यिनीहरू चप्पल लाएर नआउने हुने होइन चप्पलै छैन यिनीहरूको आमा हेर्नु त यो फुटेर हेर्नु न यो यिनी शिशुमा हो ओ क्युट नानी अनि यस्तो छ हेर्नु न यहाँ हेर्नु त यहाँ हेर्नु न यिनको पनि झोला यस्तो यहाँ पछाडि आउनु त हेर्नु न यहाँ पछाडि हेर्नु त यस्ता यस्ती यो 1 रुपियाँ अभियानले चाहिँ धेरै नै काम गरेको छ हाम्रो 1 रुपियाँको अभियानले हेर्नु त झोला यो कति ठाउँमा निकाल्नु त कान्छ यो म त यो फाल्ने झोला भन्ने सोचेको हेर्नु नि कस्तो छ यो कति ठाउँमा गाँसेको होला कि यो हेर्नु त अब यो खोल्ने कहाँबाट हो त यो छ खोल्ने ल खोल्नु त ल यस्तो छ कि अवस्था हेर्नु त आमै यहाँ त विरक्त लाग्दो छ त हेर्नु त